त्यसलाई अन्त्य गरेको नेकपा माओवादी सरकारले हो। यो कार्यकारी निकायमा कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रले लगेको हो। अहिले हामी बिजुली बेच्ने अवस्थामा छौँ र महिनाको अरबौँ रुपियाँ बिजुली बेचेर हामीले राष्ट्रका निमित्त बजेट बनाइराखेका छौँ। यस अर्थमा कुलमान घिसिङमाथिको जो ज्यादती राज्यको छ, सरकारको कुलमान घिसिङमाथि जे ज्यादती गरेको छ त्यसको खिलाफमा हामी सडकमा आएका हौँ। मान्दैन सरकारले भनेदेखि यो सरकारले आन्दोलन गर्न सक्दैन। जे बोके नि हुन्छ उता 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 गएर बस्नु साथीहरु हेलो अलिअलि उता हेलो फोकस त्यस्तो खिलाफमा बोलिरहन्छौँ। त्यो कुलमान घिसिङ भए पनि अरू कोही घिसिङ भए पनि अरू कोही नागरिक भए पनि जो पनि हामीले बोलेका हौँ। आज पनि हामीले बोल्छौँ। चित्रहरू यो बोकेर साथीहरू मैले अनुहार हेर्दाखेरि एसडिएको लोड सेडिङमा टोकी बालेर होला, मोइनबत्ती बालेर होला। अहिले देशमा मोइनबत्ती, टोकी, इन्भर्टर बाल्नु पर्दैन। यो सिर्जना गरेको नेकपा माओवादी राइटम्यान राइट प्लेसमा छानेको कुलमान घिसिङका कारण हो। अहिले त्यो मात्रै होइन, राज्यको बजेट निर्यात गरेर राज्यको बजेटमा अर्थ भनेको बजेट थपिराखेको छ। त्यो गर्ने पनि कुलमान घिसिङ। त्यस अर्थमा हामी कुलमानको पक्षमा या अर्को कोहीको पक्षमा सरकारी संयन्त्रहरू धराशायी छन्, घाटामा छन्, सरकारले त्यसको क्षतिपूर्ति तिर्न परिरहेको छ। बर्खास्त गरिरहेको यो सही छैन नै। र यो हाम्रो पार्टी युवा विद्यार्थीसँग जहिले पनि सरकारको गलत कर्मचारी भएर जहिले पनि सडकमा आएर आफ्नो खालका एउटा एजेन्डा मुद्दाहरू उठाउने काम गरेको छ र यो निरन्तरता पनि जान्छ। तपाईँलाई थाहा नै होला, हाम्रो जेठ 17 गते आगामी जेठ 17 गते 17, 18 गते चाहिँ हाम्रो वाइसिएलको एउटा अहिले राष्ट्रिय सम्मेलन हुँदैछ। यो वाइसिएल अझै झन् सशक्त रूपमा अगाडि बढ्ने कुराको चाहिँ हामी दावाका साथले चाहिँ भन्न चाहन्छौँ। के हुँदैछ हिजो मात्रै चाहिँ स्वयं तपाईँको अध्यक्ष चाहिँ प्रचण्ड पनि शीर्षस्थ बैठकमा त्यसपछि भन्नुपर्छ बैठक बस्यो अचानक जसले हामी अँध्यारो युगबाट जब हामी उठ्यौँ तब लाइट जान्थ्यौँ, जब हामी सुत्थ्यौँ तब लाइट आउँथ्यौँ। हामी लाइट
निमित्त घन्टौँ लाइनमा बस्नु पर्थ्यो। त्यस्तो अवस्थाबाट त्यस्तो आततायी अवस्थाबाट आज हामी जतिखेर पनि जहाँ पनि बिजुलीको सर्वसुलभ उपलब्धता छ। त्यो कसको कारणले गर्दा भयो? एउटा व्यक्तिले चाह्यो भने जे पनि गर्न सक्दो रहेछ भन्ने एउटा अमूल्य अदम्य अति इतिहास रचेको व्यक्ति आज सरकारको आँखामा किन तगारो बन्यो? किनकि यो सरकारलाई भ्रष्टाचारी मात्र प्यारो लाग्छ, यो सरकारलाई अपराधी मात्र प्यारो लाग्छ, यो सरकारलाई कमिसन दिने मान्छे मात्र प्यारो लाग्छ। कुलमान घिसिङ अपवाद परे यो सरकारलाई दीपक खड्कालाई केपिओलाई न कमिसन दिन सके, न भ्रष्टाचारको लागि दर्शै गर्न सके, न व्यापारीबाट उठेको पैसाको केही प्रतिशत उनीलाई र खड्कालाई छुट्याउन सके। यसर्थ आज कुलमान घिसिङ जस्ता पात्र यो सरकारको विरोधी पात्र बने र हिजो रात निकालिए। म अनुरोध गरिरहेको छु म नेपाली जनता सबैलाई, आज कुलमान घिसिङ हटाइएका छन्, चुपचाप नलाग्नु होला। भोलि बालेन हट्न सक्छन्, भोलि गोपी हमाल हट्न सक्छन्, भोलि हल्का साम्पाङ हट्न सक्छन्। अनि के यो देशमा राम्रा मान्छे जतासुकैबाट हट्ने बस्नेको भ्रष्टाचारी अपराधी दलाल व्यापारी माफिया त्यस्तो मात्र देश त्यस्तो मात्र व्यक्तित्व सरकारको नेतृत्वमा पुग्यो भने तपाईँ हाम्रो देश रहन्छ होला र? देश त रहला तर नेपाल भन्ने शब्द हट्न सक्छ। यसर्थ मैले यहीबाट बालेनज्यूलाई पनि अनुरोध गर्न चाहन्छु, बालेनज्यू स्टाटस लिएर बस्नु होइन, आह्वान गर्नुहोस् कुलमान घिसिङज्यूलाई पनि अब चुपचाप लागेर नबस्नुहोस्। कुलमान घिसिङज्यू तपाईँ पनि एउटा राजनीतिको नेतृत्व लिन तयार हुनुहोस्। हामी छौँ तपाईँलाई अगाडि बढ्न बनाउनुको निमित्त, हामी छौँ तपाईँलाई समर्थन दिनको निमित्त। र म फेरि आग्रह गर्न चाहन्छु, हामी काठमाडौँ महानगरपालिकामै छौँ। उहाँले बालन शाहले हिजो एउटा स्टाटस लेख्नु भएको रहेछ, स्टाटसमा मेरो थोरै विमति छ। उहाँले यी नेताहरूलाई टुकुचामा गाड्छु भन्नुभएको छ। थाहा छ टुकुचा खोला कहाँ गएर मिसिन्छ? विष्णुमतीमा। विष्णुमती पवित्र खोला हो। टुकुचामा खोला बग्ने खोला सबै पवित्र नदी हो, पवित्र जल हो। त्यस्तो जलमा त्यस्तो पवित्र जलमा यस्ता अपराध गाडेर त्यो जललाई अपवित्र नपार्नु होला। बरु तपाईँले भन्नु पर्थ्यो यो टुकुचा खोलामा गाड्ने होइन, सेफ्टी ट्याङ्कीमा लगाएर गाड्छु भन्न सक्नु पर्थ्यो। हो हामी यहीँबाट आग्रह गरिरहेका छौँ। यदि सरकारले हाम्रो कुरा सुनेन भने टुकुचा खोला होइन, बागमती होइन, विष्णुमतीमा होइन, सेफ्टी ट्याङ्कीमा लगाएर गाड्नेछौँ, साँच्चै गाड्नेछौँ। हाम्रो आवाजलाई सानो दिन झिल्को नसम्झोस्, हाम्रो आवाजलाई सानो दिन आक्रोश नसम्झोस्। यो आक्रोश यस्तै आक्रोशले गर्दा हो श्रीलङ्काका केही राष्ट्रपति भागेका, अफगानिस्तानका केही राष्ट्रपति भागेका र विभिन्न देशका विभिन्न राष्ट्रपति भागेका छन्। र हामी पटक आग्रह गरिरहेका छौँ, ए भ्रष्टाचारी केपी ओली बेलैमा सुन्छ, बेलैमा जनताको आवाजलाई सुन। यदि सुनेनौ भने जसरी ती श्रीलङ्का, अफगानिस्तान र विभिन्न देश बङ्गलादेश जस्ता देशमा आनन्दले देशबाट छोडेका थिए नि, त्यो आनन्दले देश छोड्न पाउँदैनौ। तिम्रो निर्मम ढङ्गले यी नागरिक सब जो जनता सडकमा आएका छन्, यी नागरिकले रगतको खोला बगाएर तिमीलाई यही नागरिकले 500मा घिसाने छन्। त्यतिखेर सबका रङ ठाडा हुनेछन्। त्यो रङ ठाडा हुनुभन्दा अगाडि नै, त्यस्तो अवस्था आउनुभन्दा अगाडि नै सचेत हौ, हाम्रो कुरा सुन, तत्काल सत्ता छोड र यस्ता राम्रा मान्छे जस्तै तिमीले विरोधी सोचेका छौ राम्रा मान्छेको विरुद्ध नलाग। नागरिक चुपचाप लागेर बस्नेवाला छैनन्। हस्, धन्यवाद।